प्रहरीले 24 भदौमा भएको विध्वंसमा संलग्न 76 जनालाई पक्राउ गरेको छ। जेएनजी आन्दोलनपछि उत्पन्न परिस्थितिमा 3 प्रहरीको हत्या, हतियार लुटपाट, तोडफोड र नक्कली हतियार देखाएर आतंक मचाउनेहरू प्रहरी हिरासतमा पुगेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी रमेश थापाका अनुसार प्रहरीको हत्यामा संलग्न 9 जना मध्ये 4 जना पूर्वपक्षका लागि थुनामा पुगेका हुन्। प्रहरीले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा दायर गरेको मुद्दामा अदालतले उनीहरूलाई थुनामा पठाउने आदेश दिएको हो। बाँकी 5 जनालाई हिरासतमा राखेर अझै अनुसन्धान गरिरहेका छौं उहाँले भन्नुभएको छ। आगजनी, तोडफोड र अपराधिक उपद्रवमा संलग्न 63, ज्यान मार्ने उद्योगमा संलग्न 1 र अभद्र व्यवहारमा संलग्न 3 जनालाई काठमाडौँ प्रहरीले पक्राउ गरेको छ। कारागारबाट भागेका कैदीबन्दी मध्ये 132 जनालाई पक्राउ गरिएको पनि उहाँले जानकारी दिनुभयो। यो अवधिमा हराएका हतियार मध्ये 22 नाल, 4 वटा ठूलो र 18 वटा सानो बरामद गरिएको पनि उहाँले बताउनु भएको छ। प्रहरी विरुद्ध महाराजगञ्जमा असय मिलन राय र जवान उत्तम थापाको हत्यामा संलग्न आरोपमा काभ्रे स्थायी घर भई बालुवाटार बस्ने 28 वर्षीय युवराज क्याप्छाकी र मकमानपुर घर भई चन्द्रगिरी बस्दै आएका 21 वर्षीय सोनम तामाङ भनेर चिनिने बुद्धिलाल थिङ पूर्वपक्षका लागि थुनामा छन्। उनीहरू विरुद्ध ज्यान र अपराधिक उपद्रव गर्न नहुने कसुरमा मुद्दा दायर भएको थियो। प्रहरीका अनुसार महाराजगञ्जमा खटिएका प्रहरी जवान थापालाई कार्यालयबाट लछारपछार गर्दै तानेर सुरुमा बाहिर ल्याइएको थियो। त्यसपछि भाटपाटेन सुपरमार्केट पछाडिको भित्री सडकको कुनामा ल्याएर ज्यान मार्ने उद्देश्यले लाठी, फलामको रड, चिरपड, ढुङ्गा, इटा लगायत धारिलो हतियारहरूले अन्धाधुन्दा प्रहार गरेको उल्लेख छ। गम्भीर घाइते बनाएपछि समेत अपमानजनक तरिकाले व्यवहार गरिएको सामाजिक सञ्जालमा देख्न सकिन्छ। प्रहरीको हत्यामा संलग्न रहेको आरोपमा सिन्धुपाल्चोक घर भई काठमाडौँ धुम्बराई बस्दै आएका 62 वर्षीय होमप्रसाद पौडेल र ललितपुर 8 बालकुमारी बस्ने 28 वर्षीय टिकाराम विकालाई समेत पक्राउ गरिएको छ। प्रहरीका अनुसार सामाजिक सञ्जालमा पोस्ट भएको फोटो भिडियोकै विश्लेषणका आधारमा प्रहरी पौडेलसम्म पुगेको थियो। प्रहरी प्रतिवेदनमा उल्लेख भए अनुसार उनले काठको चिरपटले हिर्काएको समेत स्वीकारेका छन्। विका पनि सामाजिक सञ्जालमा देखिएको भिडियोकै आधारमा पक्राउ परेका हुन्। पक्राउ परेका मध्ये पौडेलले 2057 सालको सङ्कटकालीन अवस्थामा प्रहरीले माओवादी भनेर यातना दिएको उल्लेख गरेका छन्। बन्दुकको नालको भागले मेरो दाहिने आँखाको भागमा हान्दा आँखा नदेख्ने भएको थियो। त्यस समयदेखि मलाई प्रहरी देख्दा रिस उठ्थ्यो उनले भनेका छन्। त्यसपछि 2062 सालमा मलेसिया गएर 3 वर्ष काम गरेर फर्किएको थिएँ। पछिल्लो समय घरमै ज्याला मजदुरीको काम गर्दै आएका थिएँ। सोही क्रममा प्रहरीको गोली लागेर विद्यार्थीको मृत्यु भएको थाहा पाएपछि रिस उठेर आफू पनि सडकमा निस्किएको उनले बताएका छन्।